सिरामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिको मुख्य समाचारबाट। मधेसको केन्द्रित 7 दलको संघीय लोकतान्त्रिक मोर्चा घोषणा। शान्ति बाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघु वित्त पीडितले निकाल्यो र्याली। युट ओडीआई श्रृंखला पहिलो खेलमा नेपालको फराकिलो हार। एन्फाका पूर्व अध्यक्ष थापाले गरे महासचिव राई विरुद्ध मुद्दा दायर। प्रदूषण बारे सरकारले थाल्यो विज्ञसँग छलफल। बैंकले बढायो शेयर बजार, बढ्यो कारोबार। बालेनको सचिवालय भन्छ 15 गतेको दमनलाई विषयान्तर गर्न सरकारले दम्ब देखायो। विश्व बैंक प्रक्षेपण नेपालको आर्थिक वृद्धि दर 4.5%। अमेरिकाको 10% भन्सार शुल्कले व्यवसायमा अन्यल, विज्ञ भन्छन् ठूलो असर पर्दैन। 10औं राष्ट्रिय खेलकुदका निम्ति आवश्यक व्यवस्थापन गर्न शिक्षा समितिको निर्देशन। जन्ते बाख्रोको गीत हामै राजा सार्वजनिक। सर्बिया पठाइदिने भन्दै 5 जनाबाट 32 लाख रुपियाँ ठगी गर्ने व्यक्ति पक्राउ। काठमाडौँमा आज पनि शिक्षकहरूको प्रदर्शन। ऐन जारी गर्ने भए मात्रै सरकारसँग वार्ता गर्ने। नागरिक लगानी कोष र सभा पोखरी हाइड्रोको शेयर प्रत्याभूति सम्झौता। राष्ट्रपतिले नियुक्त गरे 3 देशको लागि गैर आवश्यक राजदूत। बंगलादेशमा 2/3 को सरकार भए पनि जनता उठेपछि भागेको थियो। संघीय लोकतान्त्रिक मोर्चा अध्यक्ष नहुने भए सीके राउतको दावी। एनआईटीमा प्रधानमन्त्रीको सम्बोधन। मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक। 10 बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकियो उपकुलपतिहरूको सम्मेलन। आज दिनभरिको मुख्य समाचार सुन्नु भयो त? सुन्नु भएको छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला।